हेलो हेलो दिदी यता हेर्नु हामी आइपुग्यौँ हैन अनि हाम्रो कोठा चाहिँ भएको छैन रे अब 1 घण्टा लाग्छ रे हैन अब हामी के गरेर बस्ने होला घुम्ने बसन्त दिदी तपाईलाई कस्तो लाग्यो जिल्ला लागिरहेछ हैन भर्खर आइपुग्यो हामी पनि वेटिङ रुममा वेटिङ गरेर बसिरहेछ अनि दिदी तपाईलाई कस्तो लाग्यो रमाइलो लाग्यो अनि अंकल तपाईलाई कस्तो लाग्यो हो ए ल ठिक छ अनि फुपूहरु कहाँ जानुभयो अब उनीहरुलाई पनि सोध्नु पर्यो हैन अंकल तपाईलाई ठाउँ कस्तो लाग्यो अंकल एकदम राम्रो लाग्यो ए लु आकेमी ठाउँ कस्तो लाग्यो आकेमीलाई राम्रो लाग्यो पेमसाङ ठाउँ कस्तो लाग्यो भन्नु न छ युट्युबमा हालिदिए के दिलले स्यान पुपु तपाईलाई कस्तो लाग्यो ठाउँ एकदम राम्रो है एकदम राम्रो एकदम राम्रो छ है गाइज एकदम रमाइलो नि भइरहेछ एकदम खुसी भइरहेछ आसन कस्तो लाग्यो मम ठाउँ कस्तो लाग्यो ममलाई ठाउँ कस्तो लाग्यो तपाईलाई राम्रो लाग्यो ल ठिक छ नत्र सोधिसक्यो आन्टीलाई आइकिन हामी बस्ने रुम चाहिँ यहाँ हो यहाँ एकदम राम्रो छ है गाइज खोइ त अनिल मामा कहाँ जानुभयो त अनिल मामा मात्रै बाँकी छ अब